काण्डको पर्खाइमा बस्ने भाइहरू आफ्नो आमाको दुलोभित्र गएर पस्ने है। सायद यो जुनीमा यो मान्छे आमा बन्न लायक छैन। 7.2 काण्डको पर्खाइमा बस्ने भाइहरू काण्डको पर्खाइमा बसिराख्नु पर्दैन। 7.2 हाइलाइट मुभी अहिले सामाजिक सञ्जालको थुप्रै प्लेटफर्महरूमा विदाउट पेमेन्ट फ्री मजाले हेर्न मिल्दैछ। सोचिरह होला यसको दिमाग हल्लाउँछु भनेर। सरी सिस्टर, हामी तपाईको केही हल्लाउनेवाला छैनौँ। हल्लाउने मान्छेले हल्लाइसक्यो। र अर्को कुरा 7.2 काण्डले अहिले इन्टरनेट पनि हल्लाइसक्यो। लिकी 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 साला अनि मेरा चुतिया साथीहरू पनि व्हाट्सएपमा 7.2 काण्ड भन्दै भिडियो हालेको एउटै भिडियो 7 मिनेट 2 सेकेन्डको त्यस्तै भिडियोले मेरो अहिले ग्यालरी पनि फुल भइसक्यो। तर कुरा सिधा छ। कुरा सिधा नै छ, तर दिमाग भने अलि बाङ्गो छ। भिडियो पनि सिधामै छ भर्टिकलमा 7.2, तर के गर्नु त्यो भिडियोको क्वालिटी फेरि बाङ्गो नै छ। भाइहरू दिमाग त के मेरो भुत्ला नि होला हैन। घुत्राको कुरा नगर्दा भयो, दुनियाँले थाहा पाइसक्यो के हल्ल्यो के हल्लेन। घुत्रा अरे जाजरकोटमा भूकम्प किन आएको साला जब मैले 7.2 भिडियो हेरेँ अनि थाहा पाएँ। त्यतिखेर जाजरकोटमा भूकम्प जानुको मुख्य कारण यो पो रहेछ। थुक्ने तपाईँ जस्ता बहादुरी नारीले होइन, थुक्ने त हामीले हो। धेरैले बोल्नु भएको छ मेरो फेक अकाउन्ट बनाएर, अनि धेरै मान्छेले बोल्नु भएको छ मेरो यस्तो भिडियो देखेर होइन। कतिले राम्रो बोल्नु भएको छ, कतिले नराम्रो तरिकाले बोल्नु भएको छ। उसले कसरी बोले मलाई बाल भएन, तर म यो भिडियोमा राम्रो र नराम्रो दुवै तरिकाबाट बोल्नेछु। 7.2 होइन, हाम्रो देश नेपालभित्र बस्ने नेपालीहरू कुन दिशातर्फ जाँदैछन् भने। अनि यो 7.2 भिडियो अपलोड गर्ने को रनमतीको छोरो हो भने त्यो रनमतीको छोरो साला चुतियाको दिमाग त गङ्गुको कालो कण्डो भित्र रहेछ। यो बेला चाहिँ मैले रुएर कराएर भन्दाखेरि पनि मलाई चाहिँ हाँसेर बस्न सही लाग्छ। हाँसेरै बस्ने हो, भिडियोमा एकदमै कमेडी छ, हाँसेरै बस्ने हो। अनुहार हिउँ जस्तो भए पनि मन त कालो रहेछ भन्ने दुनियाँले पोस्ट गरिसके। कोले याद गर्नुभयो होइन, अब सबैले भिडियो त हेरिसक्नु भयो होला। मैले भिडियो हिजो साँझ मात्र हेरेको, अस्तिसम्म मैले भिडियो हेरेको थिएँ। जब मेरा केटाहरूले व्हाट्सएपमा भिडियो पठाई गरे त्यसपछि चाहिँ मैले हेर्न बाध्य भएँ। भिडियोको क्वालिटी अलि अँध्यारो टाइपको थियो, फ्ल्यास लाइट थिएन होला सायद। अर्को भिडियो बनाउँदाखेरि त्यसमा पनि अलि लगानीका साथ बनाओस् भन्न चाहन्छु। अनि त्यो भिडियो एकचोटि मजाले हेर्नु भएको छैन भने प्लिज गएर एकचोटि फेरि हेरिदिनु होला। भनेपछि तपाईँहरूले पनि मजाले हेर्नु होला भिडियो। साना बच्चाहरूलाई पनि त्यो भिडियो देखाउनु होला। भिडियोको क्वालिटी अलि अँध्यारो छ, त्यसमा चाहिँ अब एडिट गर्न सक्नुहुन्छ भने अलि हाई क्वालिटीमा हेर्नु होला है। सिस्टर, हामीलाई सब कुरा थाहा छ, हजुर कस्तो मान्छे हो, के गर्नुहुन्छ के गर्नुहुन्न सब कुरा थाहा छ। तिमीलाई नचिनेको हो र ब्रो, के थाहा छ तिमीलाई? केही पनि थाहा छैन। मलाई सब कुरा थाहा छ, अस्तिसम्म थाहा थिएन। हिजो जब केटाहरूले मलाई भिडियो सेन्ड गरे 7:10 भिडियो सेन्ड गरेपछि मलाई सब कुरा थाहा छ। सब कुरा थाहा छ। त्यो कालो आँखा साथीहरू एकचोटि टिकटक र फेसबुक ओपन गरेर हेर्नुहोस् त, रिल्स भरि साला एउटै कुरा मात्र देखिन्छ। जस्टिस फर गाङ्गु, जस्टिस फर गाङ्गु, जस्टिस फर गाङ्गु, जस्टिस फर गाङ्गु, जस्टिस फर गाङ्गु भन्दै थुप्रै नेपालीहरू, नेपाली दाजुभाइ दिदीबहिनीहरूले उसले ठ्याक्क मेन्सन गरेर गाङ्गु @ छेत्री भन्दै मेन्सन गरेर जस्टिस फर गाङ्गु भनेर इन्टरनेटमा हल्लाइरहेछन्। अनि कुरा त्यहाँनिरबाट मोडिन्छ जब गाङ्गु छेत्रीले रिप्लाई दिन्छन्। प्लिज म त्यस्तो त्यो के अरे विचारा भन्ने टाइपको छैन। प्लिज आई डोन्ट निड जस्टिस, मलाई जस्टिस चाहिएको छैन। आयो नि रिप्लाई, खायो नि आम्पाचेक झाँटहरू, अझै भन जस्टिस फर गाङ्गु, जस्टिस फर गाङ्गु। चुतिया लोग मुत्यो नि अहिले जस्टिस दिनेहरूको मुखमा। जस्टिस के कुरामा दिन्छन्? जस्टिस दिने जस्टिसका छाउरा छाउरीहरू त्यति पनि थाहा छैन। याद गर्नुहोस् त्यो समय जब 14 वर्षकी बालिकाले उखुबारीमा बलात्कार गरेर रेप गरेर मारेका थिए, त्यति बेला दिनु थियो नि त जस्टिस। त्यति बेला के घण्टा खाएर बसिरहेको थियो? त्यति बेला कहाँ मरेका थियो? जति बेला एउटा नाबालिकाको रेप भएर मर्नु परेको थियो त्यति बेला कहाँ थियो तपाईँहरूको जस्टिस? भन्यो त जस्टिस फर निर्मला पन्त, जस्टिस फर भागरथी भट्ट। जस्टिस त्यति बेला दिने हो जब 14 वर्षकी एउटा नारी, एउटा नाबालिका केटी तडपिएर मरेकी थिइन्। जस्टिस फर गङ्गु छेत्री रे फुलित्ते लाएर जस्टिस भन्नेहरू गएर खा त्यही चाट। अब त कहाँ छौ हे जस्टिस दिने जस्टिसका छाउरा छाउरीहरू? जा छिटो चाट, दाइले ठिक भन्नुभयो चाट। अति भइसक्यो, रिस उठिसक्यो यार। जस्टिस फर गङ्गु छेत्री भन्ने जबरजस्ती पर्छ यार मान्छेलाई। लाज लाग्दैन? के का लागि हो जस्टिस भन्ने? जस्टिस भन्ने शब्दको बलात्कार भयो यहाँनिर। निर्मला पन्तलाई जसरी उखुबारीमा लकटी बलात्कार भएको हो, घरमा छोरा नहुँदा बुहारीमाथि दुर्व्यवहार भएर ससुराले बलात्कार गरेको हो, घरको सम्पूर्ण सदस्य मिलेर एउटा नारी, एउटा बुहारीलाई मारेर गाडेको हो, कि बुढाले कुटेर रकत्तामे बनाएर नारी हिंसा गरेको हो, घरेलु हिंसा गरेको हो, बच्चालाई चक्लेट दिन्छु भनेर ललाई फकाई जङ्गल लगेर बलात्कार गरेको हो, जुन छोरीले आज टिकटकको क्वाइनको मूल्य चुकाउन आफ्नो शरीर नङ्ग्याएर बाबुआमाको इज्जतको धजिया उडाएर आज शिर झुकाउन बाध्य बनाएको छ नि, हो त्यो बाबुआमाले पाउनुपर्छ जस्टिस। के का गङ्गु छेत्री? ठिक छ, जे भयो होइन, जे भयो नगर्ने गल्ती मबाट भयो।
नमस्कार साथीहरू, आज म एउटा संवेदनशील विषयमा कुरा गर्न गएको छु जुन आजभोलि सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ, जसलाई धेरैले 7.2 काण्ड भनेर चिनिरहेका छन्। जुन भिडियो उनीहरू बीचको विश्वास र क्षमतामा आधारित निजी क्षण थियो। हामी सबैले बुझ्न जरुरी छ कि यसमा एउटा भिडियो मात्र लिक भएको होइन, दुईजना रिलेसनशिपमा बसेपछि ती दुईजना भित्रको गोपनीयता भन्ने कुराको हत्या भएको छ। हामीले आजको भिडियोमा सिक्नुपर्ने के हो भने यो आजभोलिको यो डिजिटल दुनियाँमा गोपनीयता कति महत्त्वपूर्ण छ। कुनै पनि प्राइभेट कुरा, कुनै पनि एउटा गोपनीयताको कुरा लिक गर्नुभन्दा अगाडि आफूभित्र भएको आफ्नो निजी कुराहरूलाई सेयर गर्नुभन्दा अगाडि हामीले पक्कै पनि सोच्नु पर्छ कि यो विषयमा मैले पब्लिक गर्दाखेरि के हुन सक्छ होला। आफूले आफैलाई प्रश्न गर्ने हो। प्रेमका नाममा लिने ती निर्णयहरू कहिलेकाहीँ हाम्रो जीवनको सबैभन्दा ठूलो गल्ती बन्न सक्छन्। जुन आजभोलि सामाजिक सञ्जालमा दौडिएर भाइरल भइरहेको छ, त्यो भिडियो पनि यसै डिजिटल दुनियाँको भोगाइ हो, जहाँ प्रेम, विश्वास र निष्ठाको नाममा लिएको त्यो निर्णयले एक युवतीको जीवनलाई तहस नहस बनाइदियो। मैले गाङ्गुलाई भनेको होइन, गाङ्गु त चिलमा छ।